अस्याङ फस्याङ गर्दै भित्र पस्यो। ऊ अस्याङ फस्याङ गर्दै भित्र पस्यो। उद्वेलित भाव, कापेका शरीर अनि दबिएका शब्दसहित ऊ बोल्न खोजिरहेछ, तर कापेको मन, थकित तन, अश्रु मिश्रित नयन टक्क अडिएर भन्दैछ, म सकिएँ। हिजोसम्म उसलाई भासिएको पीर थियो, आज उसलाई सकिएको अनुभूति भएको छ। कलकलाउँदो उमेरमा प्रवासिएको ऊ वर्तमानमा त्रास, डर र ऐठनले थिचिएको छ। इच्छा, आकांक्षा र स्वर्णिम सपना कुण्ठित छ। ऊ अनुभूति गर्दैछ, त्रासपूर्ण पलमा सुनसुन्याउने कोही छैन, आशाको दियो जलाउने कोही रहेन। छन् त सबै पीडामा सुइरो रोप्नेहरू छन्, मनको आलो घाउमा नुनचुक थप्नेहरू छन्, आफ्नै तालमा डम्फुको बाजा बजाउनेहरू छन्। स्वार्थी, पापी र अधर्मीहरू आफ्नो घला भरिरहेछन्। ऊ अर्धचेत अवस्थामा मेरो सामु ठिङ्ग उभिएको छ। म उसलाई आशाको दीप जलाउन प्रयासरत छु। पीडाको गाना होइन, शीतल मलम खोजिरहेछु। म भन्दैछु, निष्पट्ट अँध्यारोपछि सुनौलो बिहानी आउनेछ, तिम्रो ओठमा लाली छाउनेछ। थिचिएको र पिल्सिएको तिम्रो मन फलुङ्गो हुनेछ। त्रासलाई चिरेर आशाको दीप बल्नेछ। तिम्रा सामु आएका अप्रत्याशित चुनौतीको सामना गरौँला। जीवन, जगत र धरतीको सेवा गरौँला। कठिन पलमा आऊ, हात मिलाऊ, सदैव रहनेछ तिम्रो साथ। आशाको ज्योति बालेर, निराशाका धर्साहरू चिरेर, सुगन्धित बास्ना छर्नु छ। त्रसित मनमा आठ भरोसा बाँड्नु छ। आशा जगाएर सुन्दर भविष्य निर्माण गर्नु छ। आशा जगाएर सुन्दर भविष्य निर्माण गर्नु छ। धन्यवाद।